तपाईहरुले आफ्नो पेन ड्राइभलाई फर्मेट गर्न सक्नुहुन्छ। तपाईले आफ्नो पेन ड्राइभलाई रिनेम गरेर तपाईले आफ्नो नाम राखेर नामहरु चेन्ज गर्न सक्नुहुन्छ। तर साथीहरु आज म तपाईहरुको लागि एउटा लेटेस्ट भिडियो लिएर आएको छु। जुन तपाईको त्यो पेन ड्राइभको आइकन हुन्छ नि हो, त्यो पेन ड्राइभको आइकनलाई तपाईले आफ्नो त्यो आइकनमा आफ्नो फोटो कसरी राख्न सक्नुहुन्छ। आज म त्यो तपाईहरुलाई सिकाउने छु। तपाईले त्यो पेन ड्राइभको आइकनमा आफ्नो फोटो या आफ्नो कम्पनीको लोगो कसरी राख्न सक्नुहुन्छ। सो साथीहरु भिडियो स्किप नगरी लास्टसम्म हेर्नु होला र च्यानलमा जो नयाँ हुनुहुन्छ प्लिज च्यानललाई सब्स्क्राइब गर्नु होला यस्तै लेटेस्ट भिडियो हेर्नको लागि। सो साथीहरु भिडियो सुरु गरौँ अब। सो तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ स्क्रिनमा आइसकेको छ र तपाईहरुलाई फर्स्टमा चाहिँ तपाईको फाइल एक्सप्लोरर खोल्नु पर्ने हुन्छ। र यहाँ हेर्न सक्नुहुन्छ तपाईले फाइल एक्सप्लोरर हाम्रो खोलिसकेको छ र अब चाहिँ तपाईले कुन चाहिँ पेन ड्राइभमा तपाईले आफ्नो फोटो राख्न चाहनुहुन्छ हैन। सो तपाईले चाहिँ सिम्पली एउटा पेन ड्राइभलाई इन्सर्ट गर्नु होला। सो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो पेन ड्राइभ चाहिँ इन्सर्ट भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पेन ड्राइभ हो। साथीहरु पेन ड्राइभ चाहिँ तपाईको डिफल्ट मोडमा आउनु पर्छ हैन। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो पेन ड्राइभ चाहिँ डिफल्ट मोडमा छ हैन। सो अब चाहिँ म यसलाई क्लोज गर्दिन्छु र तपाईले चाहिँ अब कुन फोटो राख्न चाहनुहुन्छ त्यो पेन ड्राइभमा हैन आइकनमा। सो तपाईले सिम्पली त्यो फोटो ओपन गर्नुस् र फोटोमा राइट क्लिक गरेर तपाईले ओपन विथ पेन्टमा गर्नुस् हैन। ओपन विथ पेन्ट गर्नुस् र यहाँ चाहिँ मेरो जुम भएको छ, यसलाई चाहिँ म जुम कम गर्नुस् हैन। जुम कम गर्नुस् अनि यसलाई चाहिँ तपाईले स्क्वायर फर्मेटमा यसलाई सिलेक्ट गर्नुस् हैन। ठ्याक्क स्क्वायर फर्मेटमा यसरी सिलेक्ट गर्नुस् र ठ्याक्क यसलाई क्रप गर्नुस्। क्रप गरिसकेपछि तपाईले यहाँ फाइलको अप्सन देखिराख्नु भएको छ। फाइलमा गएर तपाईहरुले सेभ एज गर्नुस्। सेभ एजमा गएर बीएमपी पिक्चरमा सेभ गर्नुस्। तपाईले यहाँ एकचोटी जुन छ नि यो सेभ एज टाइप भन्नेमा यसमा कन्फर्म गर्नुस्। 24 बिट बिट एमएपी मा यसलाई कन्फर्म गर्नुस् र तपाईले चाहिँ यहाँ फाइल नेम चाहिँ के राख्नुहुन्छ हैन त्यो फाइल नेम चाहिँ राख्नु हैन। जस्तै मैले चाहिँ यहाँ जय राखे र मैले चाहिँ यसलाई यहाँ डेस्कटपमा सेभ गरे। सेभ गरिसकेपछि म यहाँ एकचोटी हेर्न चाहन्छु हैन। जस्तै यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु यो चाहिँ हाम्रो डेस्कटपमा सेभ भइसकेको छ जय भनेर। सो साथीहरु तपाईहरुलाई चाहिँ एउटा अर्को फाइल क्रिएट गर्नुपर्ने हुन्छ। त्यो फाइल क्रिएट गर्नको लागि तपाईलाई चाहिँ यहाँ नोटप्याड ओपन गर्नुपर्ने हुन्छ। सो यहाँ तपाईले नोट टाइप गर्नुस् तपाईको नोटप्याड आउँछ। सो अब तपाईलाई चाहिँ यहाँ नोटप्याडमा के टाइप गर्नुपर्ने हुन्छ भन्ने तपाईलाई यहाँ ब्र्याकेट AUTORUN ब्र्याकेट त्यसपछि इन्टर गर्नुस् र त्यसपछि यहाँ ICON आइकन स्पेस इक्वल टु स्पेस त्यसपछि तपाईले त्यो फाइल नेम चाहिँ के राख्नु भएको थियो हैन त्यो फाइल नेम चाहिँ यहाँ राख्नु होला। जस्तै कि JAY त्यसपछि .BMP गर्नुस् र यसलाई चाहिँ फाइलमा गएर सेभ एज गर्नुस् र सेभ एज गरिसकेपछि तपाईहरुले जुन यो छ नि सेभ एज टाइपमा अल फाइल गर्नुस् र तपाईले फाइल नेम चाहिँ के राख्नुस् भने AUTORUN autorun.inf र यसलाई सेभ गर्नुस् र यसलाई सेभ गरिसकेपछि साथीहरु तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ एउटा autorun फाइल बनेको छ। सो तपाईलाई चाहिँ सिम्पली यो फाइललाई चाहिँ सिलेक्ट गर्नुस् र यसलाई तपाईहरुले कपी गर्नुस् र कपी गरेर तपाईहरुले आफ्नो पेन ड्राइभलाई खोल्नुस् र पेन ड्राइभलाई खोलिसकेपछि तपाईले यो फाइललाई चाहिँ यहाँ पेस्ट गर्नुस् र पेस्ट गरिसकेपछि तपाईले सबै क्लोज गर्नुस् र त्यसपछि तपाईले आफ्नो पेन ड्राइभलाई एकचोटी इजेक्ट गर्नुस् आफ्नो कम्प्युटरबाट। जस्तै कि तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ इजेक्ट गरिसकेको छु हैन। हेर्न सक्नुहुन्छ अहिले चाहिँ पेन ड्राइभ यहाँ छैन। सो अब पेन ड्राइभ इजेक्ट गरिसकेपछि तपाईले एकचोटी फेरि पेन ड्राइभलाई इन्सर्ट गर्नुस् र पेन ड्राइभलाई इन्सर्ट गरिसकेपछि साथीहरु तपाईको फेरि दिस पीसी खोल्न सक्नुहुन्छ। दिस पीसी खोल्ने बित्तिकै तपाईले यहाँ हेर्न सक्नुहुन्छ हाम्रो पेन ड्राइभमा चाहिँ तपाईको फोटो आइसकेको छ। सो साथीहरु तपाईहरुलाई कस्तो लाग्यो भिडियो प्लिज मन परेमा लाइक गर्नु होला र च्यानलमा नयाँ आउनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई अन गर्नु होला यस्तै लेटेस्ट भिडियो हेर्नको लागि। सो आजको भिडियो यति नै थियो हाम्रो साथीहरु। जय नेपाल, धन्यवाद।